झोला देख्नु भयो यो झोला चाहिँ मलाई माया दिदीले दिनुभएको हो। माया दिदी भने मेरो पेसेन्ट हो। उहाँको म 26 to 5 र 3-5 चाहिँ आरसिटी गर्दैछु। त्यसमा चाहिँ 26 चाहिँ कम्प्लिट भइसक्यो। 25 चाहिँ बिएमपी गरेर अब अब्जर्भेसनको लागि टाइम दिएको छु र अर्को चाहिँ 35 चाहिँ मैले आज ओपन गरेँ। अनि उहाँले मलाई यो झोला दिनुभयो। अनि झोला लुकाएर पुरै लुकाएर ब्यागमा राखिरहेको थिएँ। अनि घर आएपछि के रहेछ भनेर खोल्यो है, हेर्दा त ब्याग, वा कस्तो राम्रो ब्यागको चेनहरू खोल्दा हेर्दाखेरि पैसा पनि 55 रुपिस पनि दिनुभएको रहेछ। अनि यो ब्याग पनि दिनुभएको रहेछ। मलाई यति खुसी भयो। कर्मको फल मिठो हुन्छ। हामी सबै पेसेन्टहरूसँग राम्ररी माया गरेर बोल्नुपर्छ। आफ्नो कर्म राम्रो गऱ्यो भने चाहिँ फल आफै राम्रो हुन्छ।